हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै आरामै छु, कुशलै छु। सो आजको न्यू भ्लगमा चाहिँ म यहाँ नजिकै दिदीको रुमदेखि नजिकै रहेको चागु नारायण भन्ने मन्दिरमा चाहिँ म जाँदैछु। सो घुम्नको लागि देख्न सक्नुहुन्छ है। चागु नारायण मन्दिर चाहिँ तपाईँको यो देखिँदै गरेको सिधै यो डाँडामा रहेछ। सो मलाई चाहिँ यहाँ पुग्न अब कति टाइम लाग्छ होला। म यहाँनिर पुग्नु पर्ने है त। म चाहिँ यो बाटो चाहिँ हुँदै जानुपर्ने हुन्छ। घाम पनि अत्याधिक लागेको छ, एकदम गर्मी छ। म हिँडिरहेको छु, मलाई चाहिँ यहाँ पुग्नुपर्ने छ है त। फाइनल्ली साथीहरू पुग्यो है त। हिँड्दै जस्ट आइपुग्यो भनौँ न। अब भित्रै चाहिँ प्रवेश गरेको छैन, बाहिर चाहिँ गेट बाहिर चाहिँ पुग्यो साथीहरू। सो यहाँनिर म देखाउँदैछु। अनि यो चाहिँ अब उहाँले हातले बुन्दै हुनुहुन्थ्यो, एकदम राम्रो लाग्यो क्या मलाई। त्यो टोपीहरू देख्दै हुनुहुन्छ नि साथीहरू, उहाँको आफ्नै हातले बुन्दै गर्नुभएको क्या। एकदम दामी लाग्यो यो चाहिँ मलाई, मन परेर भिडियो नि बनाएर देखाइहाल्छु साथीहरू। सो म चाहिँ अब यहाँदेखि गेट प्रवेश गर्दैछु है त। अनि तपाईँको स्टार्टिङ फेसमै चाहिँ अब यति राम्रो हेरौँ है। कपडाहरू त्यस्तै लौ किनौँ खालको कपडाहरू जस दामी थियो साथीहरू। सो हेरियो मजाले, हेर्दै म चाहिँ अब एकदम लोभिएँ हेर्दै साथीहरू होइन। अनि यतिकै म हेर्दै जाँदैछु है साथीहरू। अब यहाँ के कस्तो छ, नयाँ नौलोहरू के छन्, चागु नारायण कस्तो छ। सो मलाई त पनि थाहा छैन साथीहरू होइन। अब पढ्दाखेरि सुन्या हो, अब युट्युब हुँदै देखियो, टिभी हुँदै देखियो। सो रियल्लीमा चाहिँ मैले चागु नारायण देखेको पनि थिइनँ, पुगेको पनि थिइनँ। सो फर्स्ट टाइम हो है यो चाहिँ मेरो। अनि म चाहिँ यहाँ अब एकदम के अब यहाँ वरिपरि जे पनि हेरौँ लाग्ने होइन साथीहरू। यो आर्ट्सहरूदेखि लिएर यहाँको कपडाहरूदेखि लिएर होइन, यस्तो दामीहरू चिजहरू छ नि यहाँनिर साथीहरू। अनि यहाँ चाहिँ मलाई एकदम अब त्यो फर्स्ट टाइम भएर पनि होला है साथीहरू। अनि एकदम म चाहिँ अब उत्सुक थिएँ क्या साथीहरू। अझै झन् म मेन मन्दिरमा त पुगेकै छुइनँ होइन। अनि म जाँदैछु जस कस्तो छ यहाँनिर, के हो, कति मैले सुनेअनुसार साथीहरू यो सबैभन्दा विष्णु भगवानको चाहिँ पुरानो मन्दिर हो भनेर सुनेको चाहिँ थिएँ। सो आज रियलीमा पनि म हेर्न जाँदैछु। सो तपाईँहरूलाई पनि देखाउँदैछु। सो हेरेर साथ दिनु होला है त साथीहरू।
सक्नुहुन्छ। एकचोटि टाइम मिलाएर अवश्य आउनु होला। जस यहाँनिर चाहिँ अब जस पुरानो भनौँ न, एकदम पुरानो के। यहाँ चाहिँ मेन मन्दिर है त। अनि यहाँ चाहिँ म अब यसो घन्टी बजाउने आएपछि अब यसो घन्टी बजाउने दर्शन गर्ने त गर्नु पऱ्यो नि त होइन साथीहरू। मन्दिर आइएको छ। तपाईँहरू कतिको धर्म कर्ममा लाग्नुहुन्छ साथीहरू, कतिको भगवान्लाई मान्नुहुन्छ, सो तपाईँहरूमा भर पर्ने कुरो हो। आजलाई यति नै भन्दै बाबाई। नेक्स्ट भिडियो नेक्स्ट भ्लगमा भेट्ने छ है त। बाबाई, सी यू।